दर्शकबिन नमस्कार, आशा छ सन्चै हुनुहुन्छ। बोल्दैछु धर्मराज डीआर मोटिभेसनल हबमा यहाँलाई स्वागत छ। आज हामी बालुवाला प्रधानमन्त्री सुश्री सुशीला कार्कीको बारेमा चर्चा गर्नेछौँ। अब लागौँ आजको विषयवस्तुतर्फ। दर्शकबिन नेपालको इतिहासमा एउटा नयाँ पाना खुलिसकेको छ। त्यो नाम हो सुशीला कार्की। विराटनगरको सामान्य परिवारमा जन्मिएकी यी महिलाले आफ्ना सपनालाई किताब र पढाइसँग जोडिन्। बनारस हिन्दू विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कानुन पढेर उनी न्यायको बाटोमा हिँड्न थालिन्। तर त्यो बाटो सजिलो थिएन। सुरुमा प्राध्यापक, पछि वकिल अनि सङ्घर्ष गर्दै सर्वोच्च अदालतसम्मको यात्रा। सुशीला कार्की नेपालको पहिलो प्रधान न्यायाधीश बनिन्। त्यो पनि यस्तो समयमा जब न्याय क्षेत्रलाई राजनीतिक दबाव र भ्रष्टाचारले घेरेको थियो। उनले देखाइन् साहस, इमानदारी र न्यायप्रतिको निष्ठा। दर्शकबिन, तर कथा त्यतिमै टुङ्गिन्न। एकाएक समय फेरियो, देशमा सङ्कट आइपर्यो। जेनजी आन्दोलनले रातारात सरकार डल्यो। त्यस सङ्कटको घडीमा देशलाई नेतृत्व गर्ने निष्पक्ष र इमान्दार व्यक्तिको खाँचो पर्यो। अनि फेरि इतिहास बन्न पुग्यो। सुशीला कार्की, जो एक समय न्याय दिने महिला थिइन्, आज नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। यो केवल व्यक्तिको जित होइन, यो हरेक नेपाली महिलाको सपना हो। दर्शकबिन, यो पनि याद गरौँ कि यदि तपाईँ इमान्दार, दृढ र सङ्घर्षशील हुनुहुन्छ भने देशको सर्वोच्च कुर्सीसम्म पुग्न सकिन्छ। हरेक युवाले यो बाटोबाट एउटा कुरा सिक्नुपर्छ। सपना चाहे जस्तो सुकै किन नहोस्, यदि आँट, सङ्घर्ष र इमान्दारी छ भने त्यो सपना एक दिन राष्ट्रको प्रेरणा बन्छ भन्ने एक उदाहरण हुन् सुशीला कार्की। दर्शकबिन, प्रधानमन्त्री सुशीला कार्कीको यात्राले हामीलाई यही सन्देश दिन्छ। इमान्दार सङ्घर्ष कहिल्यै व्यर्थ हुँदैन कुनै दिन। त्यसैले तपाईँलाई इतिहासको पानामा अमर बनाउँछ। धन्यवाद। दर्शकबिन, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। तपाईँको समय शुभ रहोस्। नमस्कार।